हाम्रो यहाँ हस्पिटलमा चाहिँ स्पेसली जेन्ट्स टु जेन्ट्स अनि लेडिज टु लेडिज हुन्छ अनि एकदम सेफ्टी पनि छ प्राइभेसी र सेफ्टी चाहिँ धेरै खोजिन्छ नि त मसाजमा हैन थेरापिस्ट खुद पनि सेफ र गर्व महसुस गर्न पाइन्छ यसरी मेल टु मेल फिमेल टु फिमेल गर्यो भने रिल्याक्सेसन मात्र होइन कि मैले कसैलाई हिलिङ गरिरहेको छु यो लोकल हिलिङ प्र्याक्टिस हो नेपालको भन्ने कुराहरू पनि आउँछ वेलनेस कन्टेन्टको जोर्नीमा मैले चाहिँ मार्च वेलनेस अथवा स्वस्थ नेपाल ललितपुरमा चाहिँ सफल हस्पिटल अहिलेको समयमा ब्यालेन्स लाइफस्टाइलको लागि चाहिँ मसाज गर्ने गरौँ नत्र भए भोलिपर्सि एकदम हुन्छ नि हिँड्नै नसक्ने भएर हस्पिटल मैले देखेको छु हिँड्नै नसक्ने भएर पुरै बेडमै बस्ने गर्ने गरेर चाहिँ मसाज गर्ने चाहिँ हुँदै होइन क्या त्यो वेलनेस भनेकै त्यही हो पहिला नै सतर्क हुने अनि उहाँहरूले चाहिँ हामीहरूलाई नै भनेर फोकस गर्नुभएको छ कि नेपालीहरूलाई नै भनेर किनकि एकदम लो प्राइसमा उहाँहरूले चाहिँ तपाईँहरूसँग डिल गर्नुहुँदछ So, I'm Rosalika, content creator about wellness, focuses on balance, awareness, and discover this is 14. This powerful and meaningful journey. आज चाहिँ हजुर एकदम प्रोफेसनल मसाज थेरापिस्ट हो कि होइन चेक गरौँ अथवा तपाईँले मसाज लिइरहेको थेरापिस्ट चाहिँ प्रोफेसनल छ कि छैन त्यो चेक गरौँ है त डन जज बाई कभर समथिङ जे भने पनि हामी चाहिँ बाहिर लुकबाट नै जज गरौँ पहिला ऊ युनिफर्ममा हुन्छ प्रपर युनिफर्ममा नेलहरू हुँदैन नेल धरी होइन कि हामीले चाहिँ पढ्दाखेरि चाहिँ हातमा नेल पोलिस मेहन्दी केही पनि लाउनु हुँदैन भन्थ्यो क्या एज रियाक्ट गर्छ भन्थ्यो क्या मसाज गर्दाखेरि नम्बर 1 प्रपर सर्टिफिकेसन एन्ड ट्रेनिङ क्लिन एन्ड हाइजेनिक प्र्याक्टिस अघि भने ह्यान्डमा नेलहरू हुँदैन फ्रेस होइन सेनिटाइजर युज गर्ने काम इन्भाइरोमेन्टमा काम गर्ने अनि 3 नम्बरमा गुड कम्युनिकेसन स्किल फर करेक्ट बोडी मेकानिजम एन्ड टेक्निकहरू थाहा हुन्छ त्यो सँगसँगै एनाटोमी एन्ड वेलनेसको बारेमा त उसलाई थाहा भइहाल्छ अनि 6मा चाहिँ रेस्पेक्टफुल एन्ड इथिकल बिहेभियर हुन्छ उसँग 7 नम्बरमा चाहिँ कस्टमाइज मसाज एप्रोच भनेको चाहिँ उसलाई कुन बोडीलाई चाहिँ कस्तो खालको थेरापी चाहिन्छ अथवा एउटै स्टाइलको उसले मसाज गरिँदैन 8 नम्बरमा चाहिँ प्रोफेसनल सेटअप एम्बियन्स हुन्छ उसले नै सबै सेटअप गर्ने हो नि त रिल्याक्सेसन म्युजिकदेखि लिएर प्रपर क्लिन वेल मसाज बेडदेखि लिएर अनि 9 नम्बरमा पोजिटिभ ब्याग हुन्छ उसँग चाहिँ अनि 10 नम्बरमा आफ्टर मसाज उसले चाहिँ केयर एउटा गाइडेन्स पनि दिन्छ यो गर्नु भनेर होइन एडभाइस पनि दिन्छ एन्ड लास्टमा चाहिँ थ्याङ्क यू सो मच फर यो सुटहरू गर्नलाई मलाई सफल हस्पिटलले एकदम कम्फर्टेबल महसुस गराइदिनु भयो इन्सपायर पनि गराउनु भयो कति ठाउँमा चाहिँ हुन्छ नि कन्टेन्ट गरौँ भन्दाखेरि चाहिँ उहाँहरूले डाउन अनि अलिकति यस्तो पनि बनाउँछ भनेर खालको कुराहरू गराउनु भयो ठिक छ उहाँहरूको डाउन कुराले नै म अप भएको छु एन्ड अनि मैले अहिले तत्काल कतै केही काम गरेको छुइनँ फुल टाइम बट मैले तपाईँहरूकै हाम्रै निम्ति भनेर मैले केही प्रडक्ट चाहिँ लन्च गर्ने सोचिरहेको छु हेरौँ आउने दिनमा के हुन्छ सो विश यू वेलनेस एन्ड ब्यालेन्स तारा